गुजबम्सको बारेमा कुरा गरौँ है त आज र यसको साइन्टिफिक नाम मलाई चाहिँ जब हाम्रो प्रधानमन्त्री ज्यू बालेन्द्र शाहले शपथ ग्रहण गर्दै हुनुहुन्थ्यो त्यो भिडियो हेर्दाखेरि गुजबम्स आएको थियो क्या जिउभरि काँडा उम्रेको थियो त्यसपछि ठ्याक्कै उहाँको गाना उहाँको म्युजिक भिडियो जय महाकाली भन्ने रिलिज भएको थियो त्यो हेर्दा पनि गुजबम्स आएको थियो अनि अर्को कुरा मसँग त्यस्तो धेरै सङ लिस्टहरू छ मेरो आफ्नो फेभरेट कतिवटा पार्टहरू यस्तो छ कि त्यसमा ट्रान्जिसन्सहरू यस्तो छ त्यो पार्ट आउँदाखेरि गुजबम्स आउँछ सायद तपाईँहरूलाई पनि त्यस्तो हुन्छ होला र यसको साइन्टिफिक नाम के हो थाहा छ फ्रिसन भन्दो रहेछ क्या यसलाई चाहिँ फ्रिसन यसमा चाहिँ के हुँदो रहेछ भने जब त्यस्तो मोमेन्टहरू आउँछ नि हाम्रो मस्तिष्क चाहिँ उत्तेजित भएर चाहिँ हाम्रो न्युरोकेमिकल जस्तै त्यसलाई अर्ग्यानिक केमिकल पनि भन्छ त्यो जस्तै डोपोमिन इन्डोर्फिन्स अक्सिटोसिन्स चाहिँ रिलिज हुँदो रहेछ र त्यसले चाहिँ हाम्रो रिवार्ड एन्ड इमोसन सिस्टम चाहिँ एक्टिभेट गरेपछि यो फिल आउँदो रहेछ क्या अनि अर्को भेरी इन्ट्रेस्टिङ कुरा यो सबैलाई हुँदैन अरे प्राय सबैलाई हुँदैन अरे जो चाहिँ डिपली म्युजिक अर त्यस्तो मोमेन्ट अर इमोसनसँग कनेक्टेड छ नि त्यस्तो मान्छेलाई चाहिँ हुन्छ अरे है